नमस्कार सबैजनालाई। अबको हाम्रो यात्रा भनेको चाहिँ एबिसी टोयको छ र अहिले एबिसी जानको लागि म बिहानको 2 बजे रेडी भइसकेको छु र हामी आज एबिसीको लागि काठमाडौँबाट हिँड्दैछौँ। मुगलिन बजार आइपुग्यो। हामी चाहिँ बिहानको 6:30 बज्यो। त्यहाँको काठमाडौँबाट 3:30 बजे हिँडेको गाडीमा आएको हो ग्रुप। के छ राम दाइ, एबिसी को यात्रा दामी छ, रमाइलो छ, सुरु हुँदैछ हाम्रो हैन। मुगलिन आइपुग्यो। कस्तो लागिरहेछ तपाईलाई? दामी मजा आयो। कतिको एक्साइटेड हुनुहुन्छ तपाईँ? मुगलिनबाट पोखरा लागिसकेपछि हामी एकदमै राम्रो भ्यूहरू हेर्दै माछा पुछ्रे माल हेर्दै पोखरातर्फ लाग्यौँ। मुगलिनदेखि चाहिँ पोखरासम्म चाहिँ एकदमै पिच गरेको राम्रो बाटो रहेछ। मौसम पनि एकदम सफा, घाम लागिरहेको थियो र घामसँगै पोखरामा देखिएको हिमाल एकदमै लोभलाग्दो र राम्रो देखिएको थियो। हामी पोखराभन्दा माथि यो अन्नपूर्ण 3 लक्ष्मी देउराली भन्ने ठाउँमा आइपुगेछौँ। हामी चाहिँ अब यहाँ खाना खाने सुसारमा छौँ। खाना खाइसकेपछि आजको हाम्रो यहाँबाट बेनीसम्म चाहिँ गाडीमा हुनेछ। एक सब यहाँ हाम्रो फोटो खाना खाने बेलामा फोटोसोटो खिच्न थाले छन्। एक अब हामी चाहिँ खाना खाएर यहाँबाट एक हामी माथि बेनी लाग्छौँ। खाना खाइसकेपछि हामी चाहिँ उसमा हुँदै बागलुङतर्फ लाग्यौँ। एकदमै सफा थियो मौसम, एकदम घाम लागेको थियो। सबैजना खाना खाइसकेपछि सबै गाडीमा निदाइसकेका थिए। बागलुङ आइसकेपछि यहाँ चाहिँ 2टा बाटो रहेछ। एउटा बागलुङ बजार जाने, एउटा चाहिँ उता मुस्ताङ जाने। हामी चाहिँ मुस्ताङ जानेपट्टि लाग्यौँ। म्याग्दी प्रवेश गरिसकेपछि हामी बेनी बजार आइपुगेका छौँ। एकदमै सुन्दर, एकदमै राम्रो बजार रहेछ। म चाहिँ पहिलोचोटि आएको भएकोले गर्दा होला मलाई चाहिँ एकदमै राम्रो लाग्यो। बेनी बजार यो है त बेनी बजार चाहिँ ट्याक्क लगाएर आइपुग्यो बेनी बजारमा फर्स्ट टाइम। बेनी बजारबाट तातो पानीतर्फ लागेपछि बाटो कतै कच्ची कतै पिच रहेछ। खोलाको किनारैको बाटो एकदमै कतै अप्ठ्यारो कतै सजिलो हुँदै हामी तातो पानीतर्फ लाग्यौँ। हामी तातो पानी बजार आइपुग्यौँ। दिउँसोको 3 बजेको थियो र हामी यहाँबाट जिप बुक गरेर हुमखोलासम्म 3 घन्टाको कच्ची बाटो अबको यात्रा सुरु गर्दैछौँ। जिप बुक गरिसकेपछि हामी हुमखोलातर्फ लाग्यौँ। एकदमै बाटो कच्ची र एकदमै अप्ठ्यारो बाटोहरू सुरु भए। 4L गाडी बाइकहरू त मुस्किलै रहेछ चढ्नलाई। बाटो एकदमै अप्ठ्यारो रहेछ, बाइकहरू चढ्न पनि मुस्किल धौधौ हुने रहेछ। हामीले चाहिँ गाडी नै तल राखेर गएको थियौँ। एकदम 4L गाडी बाइक यहाँ चाहिँ बाइकहरूलाई चाहिँ असम्भवै रहेछ। कतिले त बाटोमा छोडेरै यसरी ठेल्दै लिएर गएको रहेछन् र बिचमा छोडेर गाडी बुक गरेर
गएको देखिरहेको थियौँ हामीले। खोला यहाँ चाहिँ तल बोलेरसम्म आइपुगेको हामी। अब यहाँबाट चाहिँ यसरी स्लिपिङ ब्याग ट्रेन बोकेर हाम्रो पुरै ग्रुप अब यहाँबाट हिँड्नेछ। अहिले चाहिँ 5:30 भइसकेको छ होइन। अब हाम्रो गन्तव्य अलि माथि हुन्छ। अब 1-1.5 घन्टा हिँडिसकेपछि अनि अब ट्रेन हालेर मान्छे थुप्रो छ अरे 500-700 जना। अब यो चाहिँ खत्रै लग्जरी हुन्छ ट्रेन र स्लिपिङ ब्यागमा। यस्तरी ल अलि पर्दैन न हजुर दाइ टन्नै छ अरे भने दाइ। हामी त अब ट्रेनमै बस्ने हो के बोला। सुनखोला क्याम्प साइट हामी 5:30 बजे हुमखोलाबाट हिँडेर फुतफुते झर्ना 7 बजे आइपुगेको छौँ र हाम्रो अब बस्ने सुत्ने ठाउँ ट्रेन हालेर हामी बनाउँदैछौँ। सबैजना मिलेर हामी ट्रेन हाल्दैछौँ र आजको हाम्रो बसाइ यहीँ हुनेछ फुतफुते झर्नानेरि। सबैजना मिलेर हामी आफ्नो काम गरिरहेको छौँ। फुतफुते झर्ना हाम्रो चाहिँ ट्रेन हाल्ने कामहरू सकिसकेपछि हामी पकाउनतर्फ लागेको छौँ। अब चाहिँ हामी चौचो पकाएर खाएर सुत्नेछौँ। अब हाम्रो चाहिँ यही हुनेछ आजको बेलुकाको डिनर। सबैजना रमाइलो गर्दै हाम्रो चौचो नै रेडी भइसकेको छ। अब हामी चाहिँ खानालाई रेडी छौँ। सबैजना हामी चाहिँ ट्रेकिङ जाँदाखेरि पहिलोचोटि यसरी स्लिपिङ ब्याग र खानेकुराहरू बोकेर आफैले पकाएर खाएको एकदमै बवाल रमाइलो भएको थियो। एकदमै मिठो बनेको थियो चौचो पनि। ल यता ल राजदाइ कता छौँ हामी? हामी अहिले बेकाको फुतफुते झर्ना। कुशल भाइ हेलो A1 फुतफुते झर्ना। हाम्रो त आउँदैन हो है त। अब यो ट्रेनमा टक्क बिगत छ अवस्था। केबिसी ट्रेकिङको हाम्रो दोस्रो दिन आज फुतफुते झर्नाबाट हाम्रो सुरु हुनेछ यात्रा। सकेसम्म आज हामी माथि नै पोखरी नै पुग्ने प्लानमा छौँ। अब हेर्दै जाउँ पुगिन्छ कि पुगिँदैन। हाम्रो लोप्ते काजी हो। लोप्ते काजीको चाहिँ अझै भारी यतिको छ होइन। अब ट्याक लाएर यो भारीले चाहिँ अब पञ्चकुण्ड लाला कि नलाला भन्ने कुरा हो। यो हाम्रो दोस्रो लोप्ते काजी। दोस्रो दिन रोशन राजभाइ पुरै जोसमा छ। अब माथि नै जानुपर्छ पञ्चकुण्डै जानुपर्छ भन्दैछ ऊ चाहिँ। यो अर्को हाम्रो साइलेन्ट बोय छ ऊ चाहिँ फेरि पुरै साइलेन्टमा ढर ढर माथिबाट नबोल्ने तलबाट मात्रै बोल्ने ऊ चाहिँ त्यस्तो खालको छ। अनि अब यहाँ ह्यान्डसम दाई चाहिँ विचार गर्दै हुनुहुन्छ कुन तरिकाले सजिलो हुन्छ मलाई बोक्नलाई भनेर लोड परिरहेछ। हिजो बेलुका यो फुतफुते झर्नाको बसाएपछि आज बिहानै हाम्रो टोलीहरू अब रफ्तारमा
दाइ कस्तो लागिरहेको छ भयो हाम्रो एबिसी आज दोस्रो दिन होइन त एबिसीको भयो ट्रेनमा सुत्यो राति चिसो भयो के भन्न चाहन्छ कस्तो भयो त हिजो राति ट्रेनको सुताइ रमाइलो दाइ तपाईँलाई डिफ्रेन्ट एक्सपिरियन्स भइरहेको छ होइन अब यो चाहिँ अहिलेसम्म ट्रेकमा चाहिँ यति गरेन भने मजा आउँदैन होइन केही त नयाँ एड हुनु पऱ्यो नि त होइन घुम्न जाँदाखेरि होइन पऱ्यो ल यो चाहिँ फुटबल झर्ना हाम्रो दोस्रो दिन आज ट्रेकिङको अब आज हामी सकेसम्म माथि अन्नपूर्ण बेस क्याम्पमै बस्नु भने टाइगरले हिँड्नेछौँ अब सक्छौँ कि सक्दैनौँ अब यत्रो ब्यागहरू छ ट्रेन म्याटदेखि लिएर सब छ सामान अब हेरौँ कतिको सकिन्छ हिँड्नलाई यत्रो उकालो बोकेर चाहिँ फुतफुते झर्ना है अब हामी फुतफुते झर्ना अलिकति झर्ना चाहिँ अलिकति माइ छ यो चाहिँ बस्ने ठाउँ हो यहाँनिर यहाँ चाहिँ मान्छे धेरै हिजो भयो आएको कारणले गर्दा खासै सुत्ने ठाउँ थिएन यस्तो छ सुताइ सब मान्छेहरूको बसाइ यस्तो छ योभन्दा माथि अझै मान्छेहरू 600-700जना गएको भन्ने सुन्या छ यो चाहिँ माथि अन्नपूर्णबाट आएको खोला है हामी चाहिँ फुतफुते झर्नाबाट माथि आइसकेपछि साँधी खर्क भन्ने ठाउँमा आइपुगेका छौँ हामी लगभग आधी घन्टा 45 मिनटको हिँडाएपछि यहाँ आइपुगेका हौँ साँधी खर्कबाट हामी लगभग 2.5 घन्टाको हिँडाइमा गुफा फाँडा आइपुगेका छौँ अब हामी एकछिन यहाँ बसेर चिया खानेछौँ र त्यसपछि हामी फेरि हाम्रो गन्तव्यतर्फ अगाडि बढ्नेछौँ एबिसी दुईवटा चौचोसँग साटेको थियो चटपटे मिठो एकदम बबाल गुफा फाँटबाट 2-3 घन्टा हिँडेपछि चाहिँ हामी बिस्केट मेला आइपुग्यो मान्छेहरू चाहिँ टन्नै छ यहाँ एकदम कति लगभग 100 जति मान्छे होला नि भित्र बाहिर केटाहरू यहाँ अगाडि आएर रेस्ट गर्न थाल्छ कि यो चाहिँ भात खाने लाइन कुशल भाइ के को लाइन हो यो भात खाने 600जना के को लाइन यहाँ बुस्केट मेलामा 1 घन्टा हुन लागिसक्यो पुरै कति हो बल्ल बल्ल छिरियो भात खाने ठाउँमा बुस्केट मेलामा बुस्केट मेलाबाट हामी अगाडि बढिसकेपछि यो खोलाको किनार हिमालको तल फेदबाट थकाइ सँगसँगै अगाडि बढिरहेको
ल है त फाइनल्ली आइपुग्यो हामी नर्थ एबिसी बेस क्याम्प। मार्दै चाहिँ तिम्रो परेवाला जाउँ स्लो हामी राखिदिन्छ। हामी पञ्चकुण्ड ताल आइपुगेका छौँ र यहाँ धेरै मान्छेहरू भएकोले गर्दा ट्रेनहरू हालिएको छ र हामीले चाहिँ आफैले बोकेर आएको छौँ यहाँ बस्नको लागि र धेरै नै छ ट्रेनहरू देख्न सक्नुहुन्छ। वरिपरि नै पुरै तालको छेउमा ट्रेन छ। आज हाम्रो सुताइ चाहिँ यहीँ हुनेछ। केटाहरू ट्रेन हाल्दैछन् यहाँ ट्याक्क तालको छेउमा। एउटा चाहिँ लगभग रेडी भयो ट्रेन हाम्रो। इभिनिङको भ्यू चाहिँ बबाल छ। साँझ पर्न लागेको बेलामा घाम लागेर देखिएको यो चाहिँ हिमालको दृश्य हो। एकदमै बबाल छ। यस्तो राम्रो छ कि आहा। नर्थ एबिसी हिमालको फेदैमा पञ्चकुण्ड तालको छेउैमा यसरी ट्रेन हालेर सुत्न पाउँदा एकदमै रमाइलो, एकदमै बब्बाल महसुस गरिएको छ। एकदमै रातको समय देख्यो यो वरिपरि ट्रेन हालेको र हिमालको दृश्य एकदमै राम्रो र एकदमै बब्बाल। यहाँ चाहिँ हाम्रो चिया पाक्दैछ। चिया हो कि तातपानी हो केटा के हो? तातपानी हो रन्दा तातपानी हो। इज्जत गयो जिउले पानीले हत्ती छेउमा पुग्ने किता मगमग रसाइहाल्छ ठाडो बोतल देख्नै हुन्न मगमग रसाइहाल्छ बोतलको पानीले आकाशनकै सानीले इज्जत गयो पिउने पानीले बोतलको पानीले आकाशनकै सानीले इज्जत गयो पिउने पानीले। अब हामी चाहिँ बिहानै उठेर माथि भ्यू पोइन्ट जाने तयारी गर्दैछौँ। कति मान्छेहरू गइ पनि सके। भ्यू पोइन्ट पुगेर अनि अझै राम्रो भ्यू हेरेर फर्किन्छौँ। अहिले पनि यहीँबाट पनि बगालै देखिरहेको छ भ्यू चाहिँ। यो चाहिँ हिम पहिरो भइरहेछ। मलाई त स्नोफल पनि भइरहेछ। यस्तो राम्रो हेर आँखा क्या चिसो आउँदो रहेछ सरररररररर। यो चाहिँ अन्नपूर्ण बेस क्याम्पबाट फर्किनेहरूको लागि यहाँ गाडी नपाएर हरि बिजोग छ। यति यहाँ 3-4जना मान्छे छ। आज सब झर्ने मान्छेहरू गाडी चढ्नेको भिड। कतिजना अटाउनु हो यो गाडीमा?